आशा फ्याबुला छ सबैजनालाई र आज चाहिँ मेरो भ्लग म यहाँनिर सिलिगुडीबाट स्टार्ट गर्दैछु है र म चाहिँ मेरो आमा माम र म मेरो आईको घरमा आइसकेको छु है किनभने यहाँनिर चाहिँ पूजा लामाहरू बोलाउनु हुँदैछ है पूजा हुन्छ त्यही भएर चाहिँ हामी यहाँनिर आएको है आईहरूकोमा मामलाई लिएर सो आज हेर्दै गर्नुहोस् होला मेरो भ्लग है स्किप नगरिकन यहाँनिर देख्नुहुन्छ है म के हुन्छ तपाईँलाई सबै देखाउने छु गाइस अब चाहिँ म यहाँनिर पापड बनाउनु लागेको र यहाँनिर चाहिँ छ कुकुरको लागि सुप उम्लिँदैछ र यहाँनिर चाहिँ म अब पापड बनाउनु लागेको छु यहाँनिर आमा भाँडा धुनुहुँदैछ पापड बनाइसकेँ मैले चाहिँ यहाँनिर हेर्नु सक्नुहुन्छ पापड रेडी भयो सो गाइस अब चाहिँ हामी मतिगढा जानु लागेको मामको बहिनीको घरमा के हुन्छ है म त्यहाँ पुगेर तपाईँहरूलाई देखाउने छु हेर्दै गर्नुहोस् होला प्लिज स्किप नगरिकन सो गाइस अहिले चाहिँ म चाहिँ यहाँ फ्ल्याटमा आइपुगिसकेँ है आसियाना मेरो मामको बहिनीको घर हो यहाँनिर फ्ल्याट छ है यो चाहिँ यहाँनिर छ र अब माम र आमा चाहिँ अलिकति अगाडि जानुभयो है म चाहिँ एकछिन यहाँ दोकानमा काम थिएँ र त्यही भएर अलिकति ढिलो भएँ माम चाहिँ जानु हुँदैछ माम र आमा चाहिँ यहाँ परनिर छ रुम चाहिँ म देखाउने छु तपाईँहरूलाई र यहाँनिर हो भित्र भएर होला अलिक अँध्यारो अँध्यारो रहेछ गाइस सबैजना बसिरहनु भएको होला है यहाँ भित्र हुन्छ तपाईँहरूलाई म एकछिनमा भेट्छु है भित्र पुगिसकेर गाइस अहिले चाहिँ हामी आइपुगिसकेँ है र यहाँनिर चाहिँ बहिनी आसु है मेरो मामको बहिनी माम अनि आमा बसेर मजाले बात गर्नु हुँदैछ है म पनि साइडमा बसिरहेको छु र मामले चाहिँ के भनेर हँसाउनु भइरहेको छ आसुहरूलाई है त्यहाँ अगाडि भएको चाहिँ तपाईँहरूले फेरि बियर भन्नुहुन्छ होला है त्यो चाहिँ बियर चाहिँ होइन जुस हो है म्याङ्गोको जुस हो है गाइस हामी चाहिँ एकछिनभित्र बसिसकेर चाहिँ बाहिर निस्क्यौँ है किनभने त्यहाँ अगाडि स्विमिङ पुल पनि थियो है र स्विमिङ पुलमा चाहिँ अगाडिको दिन होली भएको कारणले गर्दा चाहिँ पुरै पानी चाहिँ डल्लै रातै भइरहेको रहेछ है हेर्नुहोस् सो गाइस अहिले चाहिँ हामी तल मतिगढाबाट पनि आइसकेँ आसु मामको घरबाट पनि मामको बहिनीको घरबाट पनि त्यही भएर चाहिँ आएर चाहिँ हामी एकछिन यहाँनिर टेरिसमा हावा खानु आएको छु र मेरो आमा चाहिँ यहाँनिर हुनुहुन्छ म चाहिँ यहाँनिर छु तपाईँहरूलाई म अब यहाँबाट नजारा देखाउने छु ल माथि टेरिसबाट चाहिँ यस्तो देख्छ हेर्नु सक्नुहुन्छ अहिले चाहिँ शीतल भइरहेको छ र यो चाहिँ हो माथि आङीहरूको छेसोल कोठा है अन्त फेरि यहाँनिर चाहिँ आङी र दादा पनि बसिरहनु भएको छ है र पूजा के गर्नु हुँदैछ कामहरू र यहाँनिर लामाहरू पनि हुनुहुन्छ है यहाँनिर भर्खर पर्दै पूजा गरिसकेर चाहिँ उनीहरू पनि के गरेर बसिरहनु भएको छ है Subai Sugi Sutakitu Pabe Chukula Chachaka Jeta Jeta Kameka Vata Dada Jagata Beka Dava Dava Lama Gula Gova Jeta Vata Dava Dava Mevo Ije Jabata Lana Vade Jijata Beta Shiva Meva Debra Shiva Kira Jadala Jamba Sura Vade Doja Jere Shiva Gova Sabema Sai Vade Ubada Jebeka Lushida Rabu Davara Nigi Mai Chajana Nata Shiva Gita Shaba Gala Chadala Nijana Jala Jega Yoga Kamala Yada Kuzo Baba Miri Nijana Jogi Gawaji सो गाइस अहिले चाहिँ हामी सुत्नु लागेको है र यहाँनिर चाहिँ मेरो माम र आमा सुतिरहनु भएको छ अब म
सुत्छु यहाँमा त्यहाँ म सुत्छु हुन्छ भोलि भेटौँ अब गुड नाइट सबैजनालाई हाई गाइस गुड मर्निङ र आज त्यही हो पूजाको नेक्स्ट डे है र यहाँनिर चाहिँ मेरो आमा चाहिँ रोटी पोल्नु लागेको थियो सेलरोटी अब म तपाईँलाई देखाउनु गइरहेको छु यहाँनिर चाहिँ छ रोटीको मसलाहरू है र यहाँनिर छ दुध र यहाँनिर चाहिँ त्यो रोटीको पिठो रेडी गर्नु हुँदैछ मुस्नु हुँदैछ आमाले रोटी पोल्नुको लागि है र म चाहिँ माथि जाँदैछु है लामाहरूले चाहिँ तोर्माहरू बाट्नुहुन्छ अरे त्यही भएर छुरी चाहियो अरे है छुरी पुऱ्याउनुको लागि जाँदैछु म त्यसले भएन नि यसले सबै अर्को पहिलाको त्यो थियो अरे नि पुरानो उयो पिठो रोटी यहाँ चाहिँ आमाले सेलरोटीको लागि मसला रेडी गर्दैछ पास रेडी गर्दैछ है यहाँनिर चाहिँ दुध गुड घिउहरू के हालेको छ यसमा अरू के सो गाइस अब चाहिँ 12 बजीको लन्चको प्रिपेयर गरेको साग काटिरहेको छु अहिले चाहिँ हामी सेलरोटी पोल्दैछौँ म र आमा हेर्नुहोस् अब म तपाईँलाई देखाउँछु यहाँनिर चाहिँ आमाले चाहिँ हाल्दै म चाहिँ पल्टाउने यति चाहिँ पोलिसक्यो हामीले सेलरोटी गरम भयो घाम लागेर निकालेर राखेको है अझै यति छ पोल्नुपर्ने हामीले चाहिँ हामीले चाहिँ भर्खर रोटी पोलिसके है र हाम्रो रोटी चाहिँ यस्तो भएको छ हेर्नुहोस् चाहिँ पुरा हावा चलिरहेको छ हेर्न सक्नुहुन्छ र भित्र चाहिँ लामाहरू पर्दैछ है शीतल भइरहेको छ वेदर चाहिँ हाई गाइस गुड मर्निङ एभ्रिवान है र आज पूजाको थर्ड डे हो र म चाहिँ यहाँ भर्खर नुहाइधुवाइ गरेर बसिरहेको छु र मेरो मामलाई पनि मैले नुहाइदिइसकेँ देखाउँछु ल तपाईँहरूलाई मेरो माम यहाँनिर चाहिँ मेरो माम छ काङ्गोले कोर्नुहोस् न काङ्गोले कोर्नुहोस् न कपाल भर्खर नुहाइधुवाइ गरिकन राखिदिएको मामलाई पनि है यहाँनिर घाममा यहाँनिर चाहिँ अलिअलि घाम आउँछ त्यही भएर बिस्तारै गर्नु अहिले म तेल लगाइकन कोर्छु यता हेर्नुहोस् त हो गया हाँस्नु मामको हाम्रो मामको हँसाइ त राचेस हँसाइ छ यहाँनिर चाहिँ माम र मामको छोरी आङ्गीले चाहिँ मामलाई अलिक घाममा बस्नु भनेर भन्दैछ है घाममा बसाइदिँदैछ मामलाई चाहिँ यो फुलहरू मन पर्यो अरे सक्नुहुन्छ फुलहरू सिधा आउँदो रहेछ
फुल फुल भक्कन चाहिँ लामा मेमेहरूले लुङबरको लागि रेडी गर्नु हुँदैछ अन्त यता छ माथि टेरेसमा अहिले चाहिँ लामा बाजेहरूले लुङ्दो राख्नु हुँदैछ लामा मेमे चाहिँ यहाँनिर टेरेसमा सो गाइस अब चाहिँ म 12 बजीको लन्चको लागि है लन्चमा चाहिँ म कोपी र आलु बनाउनु गइरहेको छु अनि दाल अनि अरू सब्जीहरू के हुन्छ म तपाईँहरूलाई देखाउने छु हेर्नुहोस् है म के सो गाइस यहाँनिर चाहिँ मैले कालो दाल बनाएँ हेर्नुहोस् त्यही हो अन्त अरू चाहिँ यहाँनिर आमाले कोपी काट्नुहुँदैछ र यहाँनिर सिमी पनि छ त्यो पनि बनाउनु यहाँनिर हेर्नुहोस् आलु र सिमी पकाएको छु हो यो चाहिँ पाक्दैछ राम्रो पाकेको छैन यहाँनिर कोपी बनाएको छु फुलकोपी र यहाँनिर चाहिँ कालो दाल छ है देखाइबस्दिनँ खोलेर र यहाँनिर चाहिँ अचार बनाएँ है पुदिना हालेर हेर्नुहोस् गाइस म चाहिँ यहाँनिर छु है मलाई हेर्नुहोस् मलाई हेर्नुहोस् भनेको अरे मैले चाहिँ फेरि गरमले तलाइ भएर बसिरहेको छु म चाहिँ है र मेरो माम चाहिँ यहाँनिर सुतिरहनु भएको छ भर्खरै मेरो मामको बहिनी पनि आउनुभयो अब दुईजनालाई भेटेर बात गराउँछु यहाँनिर चाहिँ हाम्रो मामले बत्ती बाल्दैछ बाल्नु त आमा तिनवटा बाल्नु पर्यो नि त कस्तो लामा मेमेले अब परिवारलाई वाङ दिनु स्टार्ट गर्दैछ है वाङ दिनुलाई यहाँनिर चाहिँ अहिले लामा मेमेले वाङ दिनुभयो है वाङ दिइसकेर चाहिँ हामी सबैलाई खदा लगाइदिनु हुँदैछ है एक एकजना गरेर मेमेहरूले उहाँ चाहिँ मेरो मामको बहिनी हुनुहुन्छ है वाङ थापिसकेर चाहिँ यहाँनिर चाहिँ छो छ है र अब म चाहिँ यो छो बनाउनु गइरहेको छु साथीहरू र यहाँनिर चाहिँ छ फेमर है हामी चाहिँ यसलाई फेमर भन्छौँ है मिठो हुन्छ यो चाहिँ सतुवाको हो चानाको सतुवाको बनिएको हो लामाको लागि दक्षिणा रेडी गरेको है हामीले यहाँनिर छ दक्षिणा यो चाहिँ उल्टा भएछ हजुर हजुर खदा हुनु पर्यो नि है यो चाहिँ अब घरको यहाँ घर परिवारको मान्छेले चाहिँ सबैले चाहिँ लामालाई दक्षिणा दिनु गइरहेको छ
गाइस यहाँ चाहिँ अघि हामीले बालेको बत्ती हो है, मजाले बल्दै रहेछ, अलिक हावा चढेर चाहिँ निप्छ होला भनेर म चाहिँ हेर्दै थिएँ है। किन है सो गाइस अहिले चाहिँ पूजा पनि सक्यो है र लामाहरू पनि घर जानुभयो र यो चाहिँ पूजाको भोलिपल्टको दिन हो है र आज चाहिँ हामी पनि घर जानेछु है, म आमा अब जानु लागेको। त्यही भएर जति पनि मेरो पुरानो भ्युवर्सहरू छ उहाँहरूलाई धेरै धेरै धन्यवाद छ है। अनि जति पनि नयाँ भ्युवर्सहरू छ प्लिज भिडियो मात्रै हेरेर नजानुहोस् होला, मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस् होला है। तपाईँको माया र सपोर्टको मलाई एकदम खाँचो छ है। हुन्छ, मेरो भ्लग म यहीँनिर इन्ड गर्न चाहन्छु। आजलाई यति नै। सो बाई बाई, सी यू इन नेक्स्ट भ्लग गाइज।